धन्यवाद उद्घोषकज्यू। आजको यस कार्यक्रमका यो सभा अध्यक्ष महोदयज्यू, प्रमुख अतिथिज्यू, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण अभिभावक तथा मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरू, सर्वप्रथम त तपाईँहरूले मलाई यस वार्षिक उत्सवमा केही शब्द भन्ने अवसर दिनुभएकोमा, मलाई निमन्त्रणा गर्नुभएकोमा आयोजकलाई धेरै धेरै धन्यवाद। मैले तपाईँहरूको यो भाइ बहिनीहरूको देखेँ, नृत्य देखेँ, म धेरै खुसी लाग्यो, गौरवित भएँ। यो साँच्चीकै हाम्रो विद्याको थलो हो, यो ज्ञानको भण्डार हो। हामीले शिक्षा दुई किसिमबाट पाउँछौँ, एउटा घरमा आमाबाट पाउँछौँ भने अर्को शिक्षा विद्यालयबाट पाउँछौँ। त्यसैले मैले सरहरूसँग पनि कुरा गरेँ। यो साँच्चैकै आज 13-12 वर्ष कुरा गरेको अवसरमा यहाँको स्थानीयको मनमुटुमा जितेर जब सरहरूले स्कुल स्थापना गर्नुभएको छ, तपाईहरू जनताको साथ सहयोग र सपोर्टले गर्दा यहाँसम्म पुग्नु भएको छ। मलाई आशा छ यो स्कुलमा जन्माएको विद्यार्थीहरू, प्रोडक्ट गरेको विद्यार्थीहरू भविष्यमा डाक्टर बन्नेछन्, पाइलट बन्नेछन् भन्ने कुरा मैले आशा लिएको छु। भोलि बिहान सरहरूले दिएको ज्ञान सिप नै यहाँ आएको भाइ बहिनीहरूले यहाँको स्थानीय स्तरमा लागू गर्नुहुनेछ। भोलि बिहान अहिले हामी टाढाबाट हामीहरू यो स्थानमा सेवा गर्न आएका छौँ, यो स्कुलमा हामी आएका छौँ, यो प्रहरी कार्यालय प्रमुख भएर आएका छौँ, यहाँका प्रशासकीय प्रमुखहरू टाढाबाट आउनुभएको छ। भोलि बिहान यो स्कुलको प्रोडक्टहरू, यहीँबाट उत्पादन गरेको प्रोडक्टहरू यो स्थानमा आउनेछन् भन्ने मैले आशा लिएको छु। सेकेन्डरी कुरा, हामी सुरक्षा निकाय, मैले भाइ बहिनीहरूलाई मेरो भाषा कति बुझ्नुभएको छ, तपाईँहरूले बुझ्नुभएको छैन मलाई त थाहा छैन, तर मलाई आशा छ तपाईँहरू भविष्यमा कुनै पनि कुलतमा पर्नुहुने छैन। तपाईँको पुलिस रिपोर्ट भविष्यमा अहिले बुझ्दै हुनुहुन्छ भने तपाईँको पुलिस रिपोर्ट बिगार्नु हुने छैन भन्ने कुरा मैले आशा लिएको छु। मैले एउटा तपाईँहरूलाई उदाहरण भने, मसँग